हिजो आन्टीले चाहिँ मलाई सेवै खाइन भनेर एकदमै गुनासो पोख्नु भएको थियो कि साँझसम्म पनि एकदम तँले खाइनस् खाइनस् किन खाइनस् भन्नुभएको थियो होइन। आज चाहिँ मैले सेवै दुइटैलाई पुग्ने गरेर मैले सेवै बनाइसकेको छु। हिजो अब आन्टीले धेरै गुनासो गरे हुनाले आज चाहिँ पुग्ने गरेर बनाएको छु। अनि म अहिले चाहिँ म आन्टीको अगाडि चाहिँ म एउटै प्लेटमा लिन्छु है। अनि आन्टीले कस्तो रियाक्सन गर्नुहुन्छ हेर्नु होला है। मैले अनि अर्को कचौरामा पनि हालिसकेँ है। दुईवटा कचौरा रेडी गरेछु। म चाहिँ धेरै खान्न, यति नै खाने हो आन्टीलाई खुसी बनाउन। मैले दुईटै कचौरामा हालेर रेडी गरेँ। अब चाहिँ मैले लिने बेला चाहिँ मैले आन्टीलाई मात्रै लिन्छु है। आन्टीले के गर्नुहुन्छ म दिन गइरहेको छु। आन्टी रेडी भयो, बाहिर खाने? ए हजुरले मैले तातो छ फेरि यहीँ राख्नु अहिले। तातो किन ल्याएको? अब सेलाउँछ अनि म हजुरलाई खुवाइदिन्छु त। थाहा छैन, मैले पुग्ने बनाएकै छैन, यति मात्रै बनाएको थिएँ। जहिले बनाउने हो भने म अरू बनाएर खान्छु त, सेवै खान्न। मिठो लाग्छ, सेवै मिठो लाग्छ भने खानु त। त्यही खाउँ हो। हजुर खानु? हजुर खाएपछि मैले खाए जस्तै हुन्छ। खास त हुन्न? खानुहुन्न? किन? मैले मेरो लागि बनाएको छु के, बनाएको छु साँच्ची। ल खानु, हेर्नु म लिएर आउँ मेरो लागि अनि खानुहुन्छ? साँच्ची हो? मेरो लागि ल्याएपछि खानुहुन्छ? ल त अब मैले दुईटै कचौरामा लिएर गएको छु है। आन्टी यी ल्याएँ मैले। अब खुसी? कति खुसी हुनुभयो? हो मैले पनि खान्छु भनेर धेरै खुसी हुनुभयो। ल अब म खुवाइदिन्छु, यहीँ राख्नु है, म खुवाइदिन्छु हजुरलाई।